यो भ्लग चाहिँ बङ्गलाचुली ट्रेकिङको भ्लग हो। मैले चाहिँ धेरै दिनपछि बल्ल आज मौका पाएर भ्लग एडिट गर्दैछु। हामीहरू चाहिँ मदन भण्डारी मेमोरियल स्कुलको टिचर स्टाफहरू भएर बङ्गलाचुली ट्रेकिङको लागि जाँदै थियो र सबभन्दा अगाडि चाहिँ अर्चना म्याम गइपुग्नु भएको थियो। त्यसपछि चाहिँ विमला म्याम, साया म्याम र पर्मिला म्याम पनि आइपुग्नु भयो। त्यसपछि अनिता म्याम आउनुभयो। अनिता म्याम आउनु पाउनु भएको थिएन, पछि बेली म्याम पनि आइहाल्नुभयो र बिचमा चाहिँ रचना म्याम र सपना म्याम आउनु भएको थियो। त्यो बेला चाहिँ मैले भिडियो खिच्न पाइनँ र जाँदै गर्दाखेरि चाहिँ हामीहरूले बाटोमा हामीहरूले पोहोर साल टिचर स्टाफहरू भएर पिकनिक खाएको ठाउँ ठ्याक्क आइपुगेको थियो अनि त्यही बेला मैले भिडियो पनि खिचिहालेँ। अनि हामीहरू चाहिँ गाडीभित्र नाच्दै रमाउँदै गीत गाउँदै बाहिरको सिनारियो हेर्दै हामीहरू एकदमै रमाइलो गर्दै हामीहरू मुर्कुटी पुग्यौँ। मुर्कुटी पनि एकदमै राम्रो ठाउँ रहेछ। अनि मुर्कुटी गइपुगेपछि हामीहरूले चाहिँ अब खाना खाने, हामीहरू खाना नखाएर आएको थियो, त्यसैले हामीहरू अब कहाँ खाने भनेर हामीहरू होटल सर्च गर्दै थियौँ र फाइनली हामीले होटल पनि भेटायौँ र त्यसपछि हामीहरू होटलमा खाना खान गयौँ। खाना खाइसकेपछि हामीहरूले बाहिरको सिनारियो हेर्दै थियौँ र यो चाहिँ चुनढुङ्गा पाउने ठाउँ रहेछ। यहाँ चाहिँ सिमेन्ट फ्याक्ट्रीको लागि यहाँबाट चुनढुङ्गा लग्दो रहेछ र त्यहाँ होटलमा चाहिँ यस्तो डिजाइनवाला लाइटर पनि रहेछ। खाना खाइसकेपछि चाहिँ हाम्रो अब ट्रेकिङ स्टार्ट हुन्छ। हामीहरू अब ट्रेकिङको लागि निस्किँदैछौँ। त्यसपछि बङ्गलाचुलीको मेन गेट आइसक्यो। हामीहरू चाहिँ बिहानको 8:30 बजेदेखि हामीहरू यहाँबाट घोराइबाट हिँडेको थियौँ। हामीहरू चाहिँ 11:30 बजे चाहिँ हामीहरू मुर्कुटी पुग्यौँ। मुर्कुटी पुगेर खाना खायौँ। त्यसपछि चाहिँ हामी बङ्गलाचुलीको लागि ट्रेकिङ स्टार्ट भयो हाम्रो। अनि त्यसपछि चाहिँ विमला म्यामले प्रकाश सर मेरो एउटा भिडियो खिचिदिनु त, घरमा गएर सरलाई देखाएर सरलाई ढलाउनु पर्ला भन्नुभयो। त्यसपछि चाहिँ मैले भिडियो खिच्दिएँ। उकाली जाँदा भेटे मैले एउटी सुन्दरीलाई, सुना साइला दाई साइला दाई। साया म्यामले चाहिँ म अब असली रूपमा निस्किन्छु भनेर चाहिँ उहाँले जुत्ता छोराएर चप्पल लगाउनु भयो। टोली चाहिँ पुगिसकेको छ, हामी दौडिँदैछौँ। दौडिनु हामीलाई छोडिसके। ल बाहुबली भारी बोकेर कहाँ जानु होइन। यो धुलो चाहिँ कति धेरै धुलो, हे भगवान्, मान्छे नै डुब्ला जस्तो के। सुरज सरले चाहिँ मुही बोकेर हिँडिरहनु भएको थियो। हामीलाई चाहिँ एकचोटि पनि खाना दिनु भएन, सबै खाएर सबै सकिसक्नु भएको थियो। अनि यहाँनिरको सिन चाहिँ मलाई एकदमै मन परेको थियो क्या। काउल पठाउने यहाँ हामीहरू चाहिँ खाना खाने बित्तिकै हिँडेको थियौँ नि। अनि कति लामो बाटो अनि कति उकालो। हामीहरू त हिँड्दा हामीहरू यति थाकिसकेको थियौँ। त्यही पनि हामीहरू रमाइलो गर्दै त त्यसपछि अलि त्यति दुखाइ पनि फिल भएको चाहिँ थिएन। एकदमै धौ भइरहेछ। कति राम्रो देखाएको छ त्यो बादल के। सो फाइनली हामीहरू 1 घन्टासम्म हिँड्दा हिँडिसकेपछि फाइनली हामी चाहिँ बङ्गलाचुलीको मेन गेटमा पुगिसक्यौँ। म्याम के चोर्न गएको? चोर्न जान लालीगुराँस चोर्न। बागायो त हेरिदिनु एकचोटि। मान्छे कति राम्रो, ज्याकेट राम्रो हो कि मान्छे टिप्नु। अब यत्रो दुःख गरेर लालीगुराँस टिपेपछि त फोटो र भिडियो त बनाउन परिहाल्यो। त्यसपछि हामीहरूले भिडियो बनायौँ, फोटो खिच्यो। फोटोहरू चाहिँ डेन्जर आएको थियो। अनि हामीहरूले चाहिँ फोटो भिडियोहरू खिचिसकेपछि हामीहरू चाहिँ बङ्गलाचुलीको चौरमा गएर अब हामीहरू त्यहाँ गएर फोटो भिडियोहरू खिच्नु पर्ला, टिकटकहरू बनाउनु पर्ला भनेर हामी चाहिँ त्यहाँबाट निस्क्यौँ। टाइगर
अलि एकछिनपछि लियोपार्ड पनि देखाउँछौँ हामीले होइन कति राम्रो देखेको कति राम्रो त्यहाँको सिन्सहरू चाहिँ एकदमै खतरा खतरा यस्तो दामी थियो कि है फोटोहरू पनि यस्तो खतरा खतरा आएको थियो 1.5-2 घन्टासम्म चाहिँ हामीहरू बङ्गलाचुलीको चौरमा फोटो भिडियोहरू खिचिसकेपछि चाहिँ हामीहरू घरतिर फर्क्यौँ हजुरलाई आज कस्तो एक्सपिरियन्स भयो म्याम एकदम राम्रो तर थकै चाहिँ लाग्छ साह्रै रमाइलो भयो सर एकदमै धेरै एक्साइटेड भएर आएको थियौँ त्यस्तै भएर थकै लागेर झर्न लाग्छ नि तलतिर सेम सर त्यस्तै एकदम नो पेन नो गेन एकदमै रमाइलो भयो मैले एक कुण्ड ग्रास बोकेर आएको छु के भन्नु थाहा छैन के भयो थोरै टायर धेरै खुसी बेस मोमेन्ट भएको आज चाहिँ एकदमै रमाइलो घर त कस्तो भयो बुढेसकालमा त घर यहीँ हाल्ने जस्तो मलाई फिल आइरहेको एकदमै रमाइलो भयो एकदमै रमाइलो भन्नु मैले देखेँ पहिला आफै टिपेको फुल है लाली गुराँस म पनि चढेको छु है मैले टाढाबाट देखेँ यसलाई है सबै मैले टिपेर दिएको फुलहरू होइन चर्ने बेरीको अनि त म्यामले सय म्यामले अनि होइन म ए हामी आइहाल्यौँ मैले म मेरो गेट पाउँछु है लाज हुन्छ त्यहाँ अब हिरोइन बन्नु पर्दैन चप्पल हेरौ चप्पल खुट्टा हामीहरू चाहिँ मुर्कुटी गइसकेपछि चिया पियौँ सबैजनाले अनि हामीलाई चाहिँ त्यस्तो धेरै भोक चाहिँ लागेको थिएन हामीहरूले बिहान जाँदाखेरि रेस्टुरेन्टमा खाना खाएको थियौँ र त्यो खानामा चाहिँ त्यो ठाउँमा चाहिँ त्यो होटलमा चाहिँ यस्तो मिठो खाना थियो नि त्यो खाना चाहिँ मैले अहिलेसम्म पनि बिर्सिन सकेको छैन नेक्स्ट टाइम फेरि गयो भने चाहिँ म त्यही रेस्टुरेन्टमा खाना खान्छु भन्ने सोचिरहेको छु सो दिस मच फर अब हामीहरू चाहिँ फेरि नेक्स्ट भ्लगमा भेटौँला बाई